यो केमिस्ट्रीको क्वेसन हो। एन इभ्याकुलेटेड ग्लास भेसल वेट 50 ग्राम भनेको कुनै एउटा ग्लास भेसल छ, ठिक जसको वेट चाहिँ वेट अर्थात् वेज भनेको एउटै हो, जसको वेट अर्थात् वेज कति ग्राम छ त भन्दा 50 ग्राम छ। 50 ग्राम छ। त्यसपछि के भने त क्वेसनले, जब इम्पिटी हुँदा के यो बक्स यो के अरे बेसलभित्र केही नहुँदाखेरि यसको वेट 50 ग्राम छ। त्यसपछि क्वेसनले के भने 148 ग्राम वेन फिल विथ अ लिक्विड अफ डेन्सिटी 0.98 ग्राम पर सीसी भनेपछि यदि यही भेसलमा कुनै लिक्विड हालियो भने जसको डेन्सिटी हजुर लके निदाउँछु डेन्सिटी 0.98 निदाउँछु रुकिन जसको डेन्सिटी 0.98 ग्राम पर सीसी छ। यदि यही भेसलमा यति हालियो भने यसको भोल्युम हुन गयो, कति हुन गयो भन्दाखेरि कति भनेको क्वेसनले 148 ग्राम भनेपछि यसको भोल्युम कति रे, यसको वेट कति भयो 148 ग्राम भयो भनेपछि फेरि देखा भनेपछि एन्ड 150.5 ग्राम वेन फिल विथ एन आइडियल ग्यास। यदि यही कन्टेनरमा यदि आइडियल ग्यास भरियो भने आइडियल ग्यास भरियो भने अलि माथिबाट देखा न, ट्याक्क सबै इन्क्लुड हुने गरी के यति इन्क्लुड हुने गरी आइडियल ग्यास भरियो भने कति हुन्छ फेरि भन्दा यसको वेट कति हुन्छ त भन्दा कति भनेको भन्दाखेरि बुकमा कपीमा 50.5 ग्राम भनेको नदेखाइ मलाई 50.5 ग्राम भनेको। र प्रेसर कति हो भन्दाखेरि प्रेसर कति हो यसमा 760 mm प्रेसर। र टेम्परेचर कतिमा टेम्परेचर इक्वल्स टु 300 के अरे केल्भिनमा भनेपछि अब इम्पिटी हुँदाखेरि यो भेसलको वेट 50 ग्राम छ भनेपछि यसमा लिक्विड भर्दा यसको वेट 148 ग्राम छ भनेपछि वेट अफ भेसल सोल्युसन गरौँ न। सोल्युसन कुन चाहिँ तपाईँ 9 ले दिन्छ तर कसरी केएसआई और लिक्विड कुन चाहिँ यही हो भने भेइ तपाईको त फुल केस आईमा को लिक्विडको लागि केसमा आईमा लिक्विडको लागि लियौँ। वेट अफ इम्पिटी भेसल पहिला सुरुमा कति थियो 50 ग्राम थियो, त्यसपछि 148 ग्राम वेन फिल विथ लिक्विड। यसैमा लिक्विड हालियो भनेपछि 148 ग्राम छ भनेपछि वेट अफ भेसल प्लस वेट अफ लिक्विड गर्दा 148 ग्राम भयो भनेपछि यिनी दुईवटा रिलेसन युज गरेर हामीले के निकाल्न सकियो, वेट अफ लिक्विड निकाल्न सकियो। 148 ग्राम माइनस 50 ग्राम इक्वल्स टु 98 ग्राम वेट यो लिक्विडको वेट निकाल्न सक्यो। अनि वी नो द्याट लिक्विड डेन्सिटी अफ लिक्विड इज इक्वल्स टु हामीलाई यति दिएको छ 0.98 ग्राम पर सीसी दिएको छ। देन डेन्सिटी अफ लिक्विडबाट हामीले के निकाल्न सकिन्छ त भन्दाखेरि मास अफ लिक्विड निकाल्न भोल्युम अफ लिक्विड निकाल्न सकिन्छ। डेन्सिटी कति दिएको छ भन्दाखेरि 0.98 ग्राम सीसी दिएको छ भनेपछि यो दियो। अनि मास कति दियो त भन्दाखेरि यसको यो लिक्विडको मास वेट कति भयो भन्दा 98 भयो भनेपछि भोल्युम निकाल्न सक्यो। भोल्युम अफ ग्यास गर्दाखेरि कति आयो भन्दा 100 सीसी आयो। 100 सीसी भनेको के हो त भन्दाखेरि 0.1 लिटर हो। अब सिन्स द भेसल इज सेम एउटै भाँडो हुन्, सबै भाँडोको भोल्युम एउटै हो, सबै भाँडो एउटै हुन्, सो भोल्युम अफ ग्यास इज इक्वल्स टु भोल्युम अफ लिक्विड भनेको जति लिक्विड यसमा अटाह जति लिक्विड यो भोल्युम लिक्विड अटाह त्यति नै ग्यास पनि अटाउँछ भनेपछि भोल्युम अफ ग्यास पनि कति भयो 1 लिटर भयो। एउटा केस सक्यो। अनि सेकेन्ड केस इन केस अफ ग्यास फेरि यसैमा आइडियल ग्यास भरेको खण्डमा वेट अफ इम्पिटी भेसल सुरुमा कति थियो भन्दा यसको वेट 50 ग्राम रोक्ता भिडियो। अब वेट अफ इम्पिटी भेसल सुरुमा 50 ग्रामै थियो। अब वेट अफ भेसल प्लस वेट अफ ग्यास भनेर हामीलाई कति देखायो त भन्दाखेरि आइडियल त्यही भेसलमा आइडियल ग्यास भरेपछि कति भयो 50.5 ग्राम भयो भनेपछि
50.5 ग्राम वेट अफ भेसल प्लस वेट अफ ग्यास गरेर 50.5 ग्राम भयो भनेपछि फेरि हाम्रो वेट अफ ग्यास निकाल्न सक्यो यसबाट वेट अफ ग्यास हामीलाई थाहा छैन वेट अफ ग्यास कति हो थाहा छैन भनेपछि 50.5 ग्राम के अरे इन दुईटाको बाट यो भेसलको घटाएपछि वेट अफ ग्यास आयो अब त्यसपछि हामीलाई के दिएको छ भन्दा प्रेसर क्वेसनमा दिएको थियो 160 mm of Hg भनेको यो के हो त भन्दाखेरि 180 m भयो 180 m मा चेन्ज गर्ने किन भन्दा यसमा PV = nRT युज गर्ने सो त्यही भएर टेम्परेचर भनेको 300 केल्भिन दियो मोलिकुलर मास के भनेको क्वेसनले डिटरमाइन द मोलिकुलर मास निकाल्ने भनेपछि मोलिकुलर मास इक्वल्स टु वेट भोल्युम अफ के अरे वेट के अरे त्यसपछि भोल्युम कति छ त भन्दाखेरि 0.1 लिटर भोल्युम कति छ त भन्दाखेरि 0.1 लिटर छ भोल्युम त्यसपछि भोल्युम त्यति दिएको छ अनि वेट इन ग्राम कति निकालियो त भन्दाखेरि यहाँ लेख्छु मैले वेट इन ग्राम कति निकाल्यो हामीले भन्दाखेरि कुनै त ग्यासको वेट इन ग्राम कति निकाल्यो 0.5 ग्राम सबै हामीसित इन्क्लुडेड भयो अब फ्रम द इक्वेसन अफ आइडियल ग्यास PV = nRT प्रेसर इन्टु V n भनेको के हो वेट अर मास इन ग्राम वेट इन ग्राम अपन मोलिकुलर मास इन्टु R इन्टु T प्रेसर कति छ हामीसित 180 m प्रेसर भयो हाम्रो प्रेसर कता गयो 180 m दिएकै छ अनि भोल्युम भनेपछि भोल्युम कति आयो थियो 0.1 भोल्युम 0.1 भोल्युम 0.1 लिटर आयो थियो त्यसपछि वेट इन ग्राम भनेको कति आयो भन्दाखेरि 0.5 ग्राम आयो इन्टु R को भ्यालु यो भयो टेम्परेचर 300 केल्भिन दियो मोलिकुलर मास अपन मोलिकुलर यता गयो यताबाट यो इन्टु भयो हेर ट्याक्क मोलिकुलर मास 123.15 आयो त्यसपछि यो क्वेसनको लागि यति भयो अर्को क्वेसनमा के छ देखा भन्दाखेरि देखा अब यदि आइसक्यो भनेपछि यहाँ देखा हाउ मेनी नम्बर अफ मोलिक्युल्स आर प्रेजेन्ट इन 12.3 ग्राम अर्को क्वेसनमा हेरी 12.3 ग्राम ग्यासमा कतिवटा मोलिक्युल्सहरू प्रेजेन्ट हुन सक्छ भनेपछि नम्बर अफ मोलिक्युल्स 12.3 नम्बर अफ मोलिक्युल्स एट कतिवटा 12.9 ग्राममा कति निकाल्ने भने मोलिकुलर मास हाम्रो आयो 123.15 AMU वेट इन ग्राम हाम्रो कति छ भन्दाखेरि कति दिएको छ भन्दाखेरि 12.3 ग्राम भयो नाउ नम्बर अफ मोलको फर्मुला के हो नम्बर अफ मोलिक्युल्स अपन 6 यो फर्मुला भयो n भनेको के हो वेट इन ग्राम अपन मोलिकुलर मास वेट इन ग्राम कति देखा 12.3 देखा मोलिकुलर मास हामीले निकाल्ने 115 इज इक्वल्स टु नम्बर अफ मोल्स निकाल्ने यो अपन यो भ्यालु यो यहाँ गयो अनि इन दुईटा क्रस मल्टिप्लाई भएर फाइनल आन्सर यो आयो ल यो क्वेसन पनि